लाभेसे लाभभावस्थे सौम्य ग्रह निरीक्षिते धनधान्याधिपः श्रीमान् रत्नाद्याभरणैर्युतः। तपाईहरुलाई 11औं भावसँग सम्बन्धित विषयहरूको बारेमा जानकारी दिन गइरहेको छु। 11औं भावको मालिक यदि केही गरी केन्द्र त्रिकोणमा गएर बसिरहेको छ अथवा लाभ भावमै सुक्रिय भएर बसेको छ या दोस्रो भावमा मतलब धन भावमा गएर बसेको छ, कुनै पनि पाप ग्रहहरूबाट प्रभावित छैन, शुभ ग्रहहरूसँग युक्ति दृष्टि आदि अवस्थामा छ भनेदेखि यस्तो व्यक्ति चाहिँ एकदमै धेरै धनी हुन्छ। कोटि द्रव्यस्य नायक भनेर पराशरीले भन्नुहुन्छ। यस्तो व्यक्तिसँग चाहिँ करोडौं द्रव्यहरू हुन्, द्रव्य नै सुनको द्रव्यहरू हुन्छ भन्ने खालको तरिकाले पराशरीले भन्नुभएको छ। र अहिलेको समयमा यसलाई सुनको द्रव्य भन्दाखेरि पनि यस्तो व्यक्तिहरू चाहिँ धनी हुन्छन्। यिनीहरूसँग चाहिँ लग्जरीको कुराहरूमा कारदेखि लिएर घर आदि इत्यादि सबै कुराहरूको चाहिँ सुख भोग गर्न पाउँछन् भन्ने खालको तरिकाले हामीले बुझ्नुपर्दछ। र त्यसै गरी यदि के गरी 11औं मालिक 12औं घरमा छ भनेदेखि चाहिँ यस्तो व्यक्तिहरू दानी हुन्छन्। दानी भनेको मतलब अब अहिलेको समयमा बालाश्रम वृद्धाश्रममा कुनै मन्दिरको ट्रस्टहरूमा कुनै मन्दिर बनाउनको लागि होस् अथवा कुनै विद्याको लागि मतलब पढाइ आदि इत्यादि कुराहरू गर्नको निमित्तको लागि यस्ता खालको कुरामा चाहिँ यिनीहरूले खर्च गर्छन्, दान गर्छन् भनेर शास्त्रमा उल्लेख छ। र कुण्डली जन्मकुण्डली आदि इत्यादि विश्लेषण गर्ने क्रममा पनि यो खालको योगहरू देखिन्छ। र यदि केही गरी 11औं भावको मालिक अष्टम भावमा या 12औं भावमा छ अथवा भनेदेखि पाप ग्रहहरूसँग चाहिँ युक्ति भएर बसेको छ, पाप ग्रहले दृष्ट दिएको भएर बसेको छ, पाप ग्रहहरूबाट कुनै पनि बलवान शुभ ग्रहको चाहिँ योग एकादशसँग छैन भने चाहिँ यस्तो व्यक्तिसँग भएको सम्पत्तिहरू पनि नाश हुन्छ। भएको सम्पत्तिहरूमा पनि चाहिँ एकदमै धेरै कष्ट हुन्छ। त्यो खालको समस्याहरू चाहिँ दिने गर्छ। 11औं भावबाट चाहिँ लाभको विषयमा विचार गरिन्छ। लाभ भनेको कुनै पनि प्रकारको लाभहरू है। र त्यस पछाडिबाट 11औं भाव भनेको शास्त्रहरूमा इच्छित वस्तुको लाभ अथवा इच्छित कुराहरू उसले प्राप्त गर्छ कि गर्दैन, आफ्नो इच्छाहरू चाहिँ उसको पुरा हुन्छ कि हुँदैन भन्ने विषय पनि 11औं भावलाई नै दर्शाउँछ। त्यो भएको कारणले गर्दाखेरि यस्तो व्यक्तिले कुनै इच्छा गरिरहेछ र उसले इच्छा गरेको कुरा प्राप्त हुन्छ कि हुँदैन भन्ने कुराहरूमा पनि 11औं भावले विशेष महत्त्वपूर्ण भूमिका खेल्छ। र त्यही भएको कारणले गर्दा यदि 11औं भावको मालिक उच्च राशिमा गएर बसिरहेको छ अथवा उच्च ग्रहले दृष्टि दिएको छ या जुन ग्रह उच्च भएर बसेको छ त्यो ग्रहसँग युक्ति भएर बसेको छ अथवा कुनै सुग्री ग्रहसँग गएर बसेको छ एकादश भनेदेखि चाहिँ यस्तो व्यक्तिले इच्छा गरेका कुराहरू चाहिँ उसले प्राप्त गर्दछ। उसको इच्छा के कस्तो कुराहरू छ, उसलाई चाहे अब गाडीको इच्छा हुनसक्छ या घरको इच्छा हुनसक्छ, विदेशको इच्छा हुनसक्छ या भनौँ कुनै पनि प्रकारको जुन उसको इच्छा हुन्छ त्यस्ता खालको इच्छा उसले गरेका कुराहरू चाहिँ उसले प्राप्त गर्दछ भनेर हामीले विचार गर्नुपर्ने हुन्छ 11औं भावलाई विशेष गरी हेर्दा। तर यदि केही गरी 11औं भावको मालिक नीचो राशिमा गएर बसेको छ या नीच ग्रहबाट प्रभावित छ या नीचो ग्रहसँग युक्ति भएर बसेको छ, यस्तो अवस्थामा चाहिँ के हुन्छ त भन्दाखेरि 11औं भावको मालिक कमजोर हुन जान्छ र उसले इच्छा गरेका कुराहरू प्राय विपरीत भएको देखिन्छ। उसले इच्छा गरेका कुराहरू प्राप्त गर्न उसलाई कठिन भएको देखिन्छ र कठिन हुँदाहुँदै पनि प्राप्त नभएको ती कुराहरूको अभाव, उसले इच्छा गरेका कुराहरूको अभाव चाहिँ जातकले प्राय जिन्दगीमा भोग्नु परेको देखिन्छ। 11औं भाव विशेष गरी इच्छित वस्तुको कुराहरूलाई पनि विचार गरिन्छ। र यही भएको कारणले गर्दा 11औं भावमा यदि कुनै पनि ग्रह होस्, त्यो ग्रह उच्च गृही ग्रहसँग बसेको छ या त्यो ग्रह सुगृही भएर बसेको छ, सुगृही ग्रहसँग कुनै ग्रह 11औं भावमा छ भने त्यो ग्रहको दशा अन्तर्दशा आदि कालमा चाहिँ यस्तो ग्रहले एकदमै राम्रो सकारात्मक र चाहिँ इच्छित कुराहरूको लाभ यस्तो खालको कुराहरूको चाहिँ प्राप्ति गराउँछ भनेदेखि नीचो ग्रहसँग पनि 11औं भावमा कुनै ग्रह बसेको छ र कुनै ग्रह 11औं भावमा छ जुन चाहिँ नीचो ग्रहसँग बसिरहेछ भनेदेखि चाहिँ उसले इच्छाएको कुराहरू चाहिँ प्राप्त नभएको अवस्थाहरू प्राय देखिन्छ। र त्यसै गरी 11औं भावमा सूर्य छ भनेदेखि उसको फ्रेन्ड सर्कलहरू गभर्मेन्ट इम्प्लोइ अथवा गभर्मेन्ट सेक्टरमा काम गर्ने साथीहरू हुन्छ, किनभने 11औं भाव फ्रेन्ड सर्कल पनि हो र चाहिँ कहीँ न कहीँ माध्यमबाट चाहिँ उसलाई सरकारी पैसाहरू पनि लाभ हुने खालको हुन्छ। दोस्रो, यदि केही गरी 11औं भावमा चन्द्रमा छ भनेदेखि चाहिँ चन्द्रमाले चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि यो मान्छेको चाहिँ रेगुलर बेसिसमा स्यालेरी यसलाई मिल्दैन भन्नुको मतलब यसले रेगुलर जब गर्न पनि सक्दैन। यसको जब चाहिँ फ्रिक्वेन्टली चेन्ज भइराख्ने खालको समस्याहरू यस्तो व्यक्तिले भोग्नु परेको हुन्छ।
यद्यपि पैसा दिन्छ 11 को चन्द्रमाले, तर पनि यो मान्छेले चाहिँ जबहरू धेरै परिवर्तन गरिरहेको हुन्छ, कामकाजको क्षेत्रमा धेरै परिवर्तनहरू उसले भोग्नु परेको हुन्छ। अब त्यस्तै गरी यदि 11औं भावमा मङ्गल छ भनेदेखि मङ्गल भूमिको कारक हो, 11औं भाव लाभ हो, भूमिसँग सम्बन्धित कुराहरूको लाभ यो जातकले प्राप्त गर्दछ। र यदि केही गरी 11औं भावमा बुध ग्रह छ भनेदेखि यस्तो व्यक्तिहरू मनी माइन्डेड हुन्छन्। मनी माइन्डेड भनेको कहीँ न कहीँ जानु पर्यो, केही न केही गर्नु पर्यो भनेदेखि मलाई त्यहाँ कस्तो लाभ हुन्छ हुँदैन, पैसा के कति प्राप्त गर्छु गर्दिनँ, यस्तो खालको सबै कुराहरू चाहिँ के हुन्छ उनीहरूको दिमागमा चाहिँ खेलिरहेको हुन्छ, मनी माइन्डेड बनाइदिन्छ। र 11औं भावमा यदि बृहस्पति छ भनेदेखि बृहस्पतिलाई सर्वाधिक शुभ मानिन्छ 11औं भावमा, यदि यो पाप ग्रहहरूसँगको प्रभावमा छैन भने है 11औं भावको बृहस्पतिलाई सर्वाधिक शुभ मानिन्छ। विशेष गरी वकिलहरूको लागि, लयरहरूको लागि 11औं बृहस्पति सायद राम्रो मानिन्छ। त्यस्तै यदि केही गरी 11औं भावमा शुक्र ग्रह छ, निचो अवस्थामा छैन, निचो ग्रहहरूसँग छैन, तर 11औं भावमा शुक्र छ भनेदेखि यो व्यक्तिलाई लग्जरी गाडीहरूको प्राप्ति अवश्य पनि हुन्छ, त्यस्तो देखिन्छ। उच्च ग्रहको शुक्र 11औं भावमा हुँदाखेरि कार यस्तो खालको कुराहरू पनि जातकले प्राप्त गरेको देखिन्छ। र त्यसै गरी यदि केही गरी 11औं भावमा शनि छ भनेदेखि यस्तो व्यक्तिहरूलाई चाहिँ कामकाजको क्षेत्रमा लाभ भएको हुन्छ। कस्तो खालको भन्दा कन्स्ट्रक्सन साइटको कामहरू गरेको, अडिट फाइलको कामहरू गरेको, 11औं शनिलाई पनि लको सेक्टरहरू, लयरको फिल्डहरू, यस्ता खालको क्षेत्रहरूमा चाहिँ उनीहरूलाई राम्रो भएको 11औं भावको शनिमा देखिन्छ। त्यसै गरी 11औं भावमा राहु छ भनेदेखि यस्तो व्यक्तिहरूले अनलाइन सेक्टरबाट गरिने कुनै पनि किसिमका अनलाइन कामहरू होस् होइन, अथवा फरेनरहरूसँगको एउटा कुनै कनेक्टबाट कमाउने खालको कामहरू होस्, या विदेश गएर गरिने कामहरू होस्, यस्तो खालको कुराहरूबाट उसले लाभ गरिरहेको हुन्छ भनेदेखि 11औं भावमा केतु छ भनेदेखि यसले चाहिँ आफूले प्राप्त गर्नुपर्ने पैसा पनि बिस्तारै बिस्तारै दिन्छ, अड्की दिन्छ, एकैचोटि दिँदैन 11औं केतु हुँदाखेरि। किनभने 11औं भाव लाभ भाव हो, हामीले लाभलाई विशेष फोकस गरेर आज कुरा गरिरहेका छौँ। त्यो भएको कारणले गर्दाखेरि 11औंमा यदि केही गरी केतु छ भनेदेखि उसले जति काम गरेको छ, मिहिनेत गरे, 2-3 महिना काम गर्दा बल्ल 1 महिनाको तलब पाएको जस्तो खालको जो व्यक्तिहरूको अवस्थाहरू हुन्छ, अथवा कुनै क्षेत्रमा उसले गएर विशेष योगदान दिएर काम गरेको हुन्छ, तर त्यो काम गरेको पैसा चाहिँ उसले एकैचोटि नपाएर बिस्तारी 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 अलिअलि गर्दै पाएको जुन अवस्थाहरू हुन्छ, यो चाहिँ 11औं भावमा केतुको कारणले गर्दाखेरि यस्तो प्रभावहरू हुने गर्दछ। यो विभिन्न ग्रहहरू 11औं भावमा बस्दाखेरिको फल हो, र यी 11औं भावको शनिको विभिन्न अवस्थाको फलहरू हो। र अन्य धेरै कुराहरू छ, थुप्रो कुराहरू छ, कति अमाउन्टमा यसमा पैसा हुन्छ, कति अमाउन्टमा यसमा गरगहनाहरू हुन्छ भन्ने कुराहरूको विषयमा पनि महर्षि पराशरले पराशरवटा शास्त्रमा स्पष्ट रूपमा उल्लेख गरिदिइसक्नु भएको छ। त्यसको विषयमा पनि हामीले विचार गरेर अनुसन्धान गऱ्यौँ भनेदेखि त्यसलाई चाहिँ हामीले आधुनिक समयमा ढालेर चाहिँ यो व्यक्ति यतिसम्मको चाहिँ धनी हुन सक्छ भन्ने खालको एउटा अनुमान लगाउन सक्छौँ। र अन्य विविध कुराहरू 11औं भावको विषयमा शास्त्रमा उल्लेख छ। आजलाई चाहिँ यति भन्दै म बिदा हुन चाहे। नमस्कार।